अहिले नेपाली एउटा सङ आएको रहेछ मास्टर नी मुभीको सायद। सो त्यसको चाहिँ क्रिटिसिजम चाहिँ मेरो फेसबुक वालभरि इन्स्टाभरि थियो क्या। अनि मैले सुनेको थिइनँ। अनि के चाहिँ रहेछ यस्तो यो हेभिली क्रिटिसाइज भएको रहेछ, अनि के चाहिँ रहेछ भनेर यसो सुनेँ। अनि सुनेको लाइक मेरो त कानै सेनिटाइज गर्नुपर्छ जस्तो लाग्यो कि मलाई। एउटा रेस्पेक्टेड प्रोफेसन टिचरको उसमा त्यस्तो भल्गर सङ बनाउनु लाइक कतिको जायज हो कि? आई डोन्ट नो, मलाई मात्रै यस्तो नराम्रो लागेको हो कि अरूलाई पनि त्यस्तै लागेको छ कि? अनि सो कल्ड यो नेपाली एक्ट्रेसहरू होइन, जो चाहिँ पैसाको लागि चाहिँ आफ्नो नैतिकता नै बिर्सिने जस्ता रहेछ क्या। अब मैले चाहिँ आई डोन्ट नो, मैले त्यस्तो एक्सपेक्ट गरेको थिइनँ होला सायद। मेबी मेरो प्यारेन्ट्सहरू बोथ त्यो प्रोफेसनमा आबद्ध हुनुहुन्छ त्यही भएर हो कि। तर लाइक मलाई चाहिँ चित्तै बुझेन क्या। के भन्नु अब, जति चाहिँ अब त्यो हाम्रो यहाँ इन्फ्लुएन्सरहरू हुनुहुन्छ होइन, कसैले केही भनेको छैन। मैले अहिलेसम्म एउटा इन्फ्लुएन्सरको पनि यो सङलाई क्रिटिसाइज गरेको केही पनि देखाएको छैन। अरू पब्लिकहरूको मैले भिडियोहरू देखेको छु, तर इन्फ्लुएन्सरहरू चाहिँ नो वान। किन के यस्तो? लेट्स जस्ट ब्यान द्याट सङ।